हेलो सेवारो नमस्ते। आज चाहिँ म एकदमै फुल सुन लगाएर चाहिँ सुन बुढी भएर चाहिँ यहाँ भिडियो बनाउँदैछु होइन। मैले चाहिँ खासमा यो नयाँ डिजाइनको चन्दाहरू आएको थियो, अस्ति नै आएको। मैले चाहिँ यो भिडियो बनाउनु टाइम नपाएर आज बल्ल बल्ल यहाँ अझै यहाँ अब म चाहिँ यसो सिउरेको मात्रै होइन। सुन अहिले अब एकदमै धेरै महँगो भएकोलाई यहाँ सुन प्रदर्शन गरिरहेको छु मैले चाहिँ। ल हामीसँग चाहिँ नयाँ डिजाइनको चन्दाहरू आइसकेको छ। यो चाहिँ गोलोमा सिलामसाकमा भएको चाहिँ अस्ति चाहिँ थिएन है। आज चाहिँ मैले देखाउँदैछु यो नयाँ डिजाइनको चन्दाहरू। अनि यो लाम्चोमा अरे चारपटेमा यो चिन्डो अङ्कित चन्दाहरू चाहिँ यो पहिला पनि थियो र अहिले फेरि रिस्टक भइसकेको छ है। धेरै जान्छ हाम्रोमा। यो चाहिँ फेरि चाँदीको चाहिँ होइन, यो मेसिन मेड पनि होइन, यो चाहिँ टोटली ह्यान्डमेड चन्दाहरू हो। यो चाहिँ जसरी चाँदीको बनाइन्छ त्यसरी नै त्यति नै टाइम लगाएर त्यही प्रोसेसिङबाट चाहिँ बनाएको चन्दाहरू हो। मात्र यो चाहिँ पितलको बनाइन्छ र चाँदी कलर गरिन्छ। अनि मैले लगाएको सबै ह्यान्डमेड चिजहरू चाहिँ हामीसँग उपलब्ध छ भन्नुको लागि पनि मैले चाहिँ लगाएको छु होइन। कस्तो देखेको छ त। म चाहिँ अब यति गरिसकेपछि मैले एउटा चौबन्दी लगाएको भए हुन्थ्यो, तर मलाई आज अलिकति आज हाम्रो ब्राइडलको सामान दिने दिन थियो, ब्राइडलको ड्रेसहरू दिने दिन थियो। अलिकति म थाकेको भएकोले गर्दै अल्छी लागिरहेछ होइन। अब यति मात्रै नभएर यसरी आउँछ हाम्रो चन्द्राहरू चाहिँ होइन। यो अब यसलाई यो लाउने छ, यस्तोहरू जोड्नै बाँकी छ। र यति मात्रै नभएर हामीसँग अर्को यहाँ मैले बट्टामा हालिसकेको छु, यो पनि देखाउँछु है। यो चाहिँ फेरि पनि भन्छु, हजुरहरूले बिचबाट हेर्नु भएको छ भने यो चाहिँ चाँदीको चाहिँ होइन, यो पित्तलको बनाएर चाहिँ चाँदी कलर गरेको चन्द्राहरू हो, ह्यान्डमेड टोटली। ल हामीसँग सिलामसाकमा भएको चन्द्राहरू छ है। एउटा चन्द्राहरू चाहिँ म लाउँछु किनभने यहाँ मेरो घाँटी खाली भएको छ, उनिँदैछ है त। यो चाहिँ तपाईँको रिकलर हुन्छ, रिपेयर पनि हुन्छ। हजुरको केही भयो भने एकदमै अब जस राम्रै हुन्छ। अब हेर्दाखेरि सेम चाँदीको जस्तो पनि देखिन्छ है। सेम नै अब यो कस्टमाइज गरेर बनाइएको हो होइन। जसरी चाँदीको बनाइन्छ त्यसरी नै बनाइएको सेम नै हुन्छ, डिफ्रेन्ट केही पनि हुन्न यसमा चाहिँ। र यो सिलामसाकमा भएको चन्द्राहरू एकदमै धेरैजनाले मन पराइदिनु भएको छ। यो पनि रिस्टक भइसकेको छ फेरि पनि है। मैले बट्टामा हालेर राखिसकेको छु। हजुर चाहिँ अब चाँडोभन्दा चाँडो कन्ट्याक्ट गर्नुहोला होइन। यहाँ अर्को चन्द्राहरू चाहिँ यहाँ मैले देखाउनलाई यहाँ रेडी गरेको थिएँ, कता राखेँ फेरि। र अर्को चन्दाहरू हामीसँग यस्तो पनि छ। यो चाहिँ मैले अस्ति पनि देखाइसकेको छु। यो चाहिँ बुन्छतवाला चन्द्राहरू हो, एकदमै फिनिसिङमा छ। सेम चाँदीको हामीले यस्तो चाँदीको पनि बनाएको छौँ है। म चाहिँ यो प्लास्टिकमा हालिसकेकोले मैले खुत्ता लिनँ होइन। मैले यहीँबाट देखाएँ, हजुरहरूलाई चाहिँ फोटो पनि पठाइदिन सक्छु। यस्तै छ चन्द्राहरूको डिजाइन। हजुरहरूको आफ्नो चोइसमा आफ्नो डिजाइनमा पनि यो चन्द्राहरू चाहिँ बन्छ। अनि यसका साथसाथै यसको जोडी पनि मिलाउनु पर्यो है। अब यो चाहिँ पेयर पनि मिलाउनुको लागि चाहिँ हामीसँग यो चुराहरू पनि छ। यो चाहिँ एकदमै ठुलो साइजमा छ। अर्को हामीसँग हजुरको साइजको पनि छ। यो चाहिँ छोलाने चुरा, यो पनि सेम अब चाँदीको जस्तै हुन्छ, जसरी बनाइन्छ त्यसरी नै बनाएको चुराहरू हो है। यस्तो हुन्छ यो सेम नै हुन्छ, फरक पर्दैन। मसँग चाँदीको पनि छ है, यो हुन्छ। अनि यसमा गोल्डन पनि छ, हजुरहरूले चाहिँ गोल्डनै पनि लाउन सक्नुहुन्छ है। अनि अब यस्तोमा चाहिँ धेरै कुराहरू मैले लगाएको, यो एकदमै राम्रो क्वालिटीमा यहाँ हेर्नु होला है। यहाँ खोलेर देखाइदिउँ न होइन। यो चेप्टेको चाहिँ एकदमै राम्रो क्वालिटीमा, तर अझै यो मैले राम्रो नजिकबाट देखाउँदा पनि यो यसको फिनिसिङ चाहिँ देखिएन। यो मेरो क्यामेरा अलिकति आज यस्तै छ कि जस्तो लाग्यो मलाई। ल अब यसरी नै लाग्यो। फेरि मैले यो छिराउनु पनि सक्थेँ, अब अहिले फेरि खोल्नुपर्छ, त्यही भएर मैले चाहिँ छिराइनँ अहिले यतिकै लाएँ। अनि हामीसँग यो ढुङ्ग्री बुलाकीदेखि लिएर शिरबन्दीहरूदेखि लिएर अनि यहाँ यस्तो खालको यो टपहरू अहिले हामीले चाहिँ ल्याएका छौँ होइन। यो टपहरू पनि हजुरले चाहिँ नर्मल्ली कुर्ता सुरुवालहरूमा साडीहरूमा नर्मल्ली लगाउनुको लागि पनि मिल्छ है। यो टपहरूलाई हजुरहरूले चाहिँ चाहियो भने चाहिँ मजाले यसलाई चाहिँ स्क्रिनसट गरेर चाहिँ मलाई पठाइदिनु होला। झरो टपहरू यति धेरै छ है, यो टपहरू बनेको छ।
गोल्डेनमा। अनि ढुङ्ग्री बुलाकी भइहाल्यो। अनि हामीसँग यो बुङ्गे चुराहरू त झन् साह्रो मेरोमा सबभन्दा धेरैजनाले बुङ्गे चुराहरू हो होइन। बुङ्गे चुरा यो चाहिँ गोल्डेनमा छ होइन। अब यसरी फोल्डिङवाला पनि छ हामीसँग चाहिँ, यसरी गरेर यसरी गरेर लाउनु सक्ने फोल्डिङवाला पनि छ। नन फोल्डिङ चाहिँ सकिएको हो कि नन फोल्डिङ पनि छ। अनि यहाँ चाहिँ अब यसरी गोल्डेन चुराहरू पनि छ है। यो गोल्डेन चुरा पनि मैले देखाइहाल्छु, एकदमै सुनकै जस्तो देखिन्छ है। यो सबै ह्यान्डमेड हो। अनि ह्यान्डमेडमा चाहिँ मजाले हातले बनाएर यसलाई चाहिँ सुन कलर अथवा चाँदी कलर जुन चाहिँ अब कलरहरू गरिन्छ त्यसरी बनाएको हो। र अर्को हामीसँग रहेको छ ह्यान्डमेडमा यो कण्ठ। ह्यान्डमेड कण्ठ एकदमै धेरै जाने भनेको ह्यान्डमेड कण्ठ पनि हो, चुरा अनि कण्ठ। अनि हामीसँग एयरलिङहरूदेखि लिएर सबै मारवाडी होइन ह्यान्डमेडमा सबै खालको गरगहनाहरू पनि उपलब्ध छ। विशेष गरी चाहिँ आज मैले यो चन्द्रहारको भिडियो लिएर आएको थिएँ, तर मलाई यहाँ वरिपरि भएकोले मलाई चाहिँ देखाउन मन लाग्यो। अब सिरफुलहरू यस्तो यस्तो छ। म एक दिन फुल सेट लगाएर चाहिँ म हजुरहरूलाई चाहिँ देखाउने छु है त यिनीहरू। ल आज चाहिँ अब मलाई अलिकति अल्छी लागेको बेला पर्यो है। ल मैले चाहिँ यति नै भिडियो बनाएँ, किनभने भिडियो 6 मिनट अलमोस्ट भइसकेछ होइन। म चाहिँ जे नर्मल्ली बोलेको भिडियोहरू पनि एडिट नगरिकन हालिदिन्छु। अलिकति म अल्छिनी पनि छु अनि म त एकदमै थाकेको हुन्छ बेलुका होइन। त्यही भएर चाहिँ मैले चाहिँ भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला भन्न चाहन्छु। यस्तो दानावाला यो एकदमै राम्रो क्वालिटीमा, यो मैले लगाएको पनि राम्रो क्वालिटीमा हो है शिरबन्दी। यस्तो चिजहरू चाहिँ हामीसँग छ है, हजुरले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। इयरलिङ पनि छ। म एक दिन चाहिँ फुल लगाएर लिम्बुनी भएर रैनी भएर चाहिँ हजुरलाई देखाउने छु। ल मलाई चाहिँ यो ढुङ्ग्री बुलाकीहरूले चाहिँ सुहाउँछ जस्तो लाग्छ, किनभने मेरो नाक ठुलो फे परेको छ टाइपको छ नि त होइन। सुहाउँछ जस्तो लाग्छ है मलाई चाहिँ। ल थ्याङ्क यू सो मच हेरिदिनु भयो भिडियोलाई। मन परेमा सेयर पनि गरिदिनु होला अनि हामीलाई फलो पनि गर्नु होला। हाम्रो साङ्किन क्रिएसन भनेर फेसबुक पेज पनि छ। हामीले फेसबुक पेजबाटै सुरु गरेका थियौँ होइन। सो आउनु होला, हजुरले चाहिँ डाइरेक्ट मेसेज चाहिँ वाट्सएपमा गर्नु होला है। थ्याङ्क यू सो मच, बाई बाई। हाम्रो ठेगाना रहेको छ सादाबाट छ साङ्किन क्रिएसन, साथै बिर्तामोड झापा हिर्कोला रोडमा पनि साङ्किन क्रिएसन रहेको छ है त। बाई बाई।